मैदा भन्दा धेरै राम्रो छ। मैदा भन्दा धेरै राम्रो किनभने यो मैले वहाँ एउटा सिकेको सिप भनौँ न त्यो आफ्नो देशमा परिवारसँग बसेर आफू ओनरबाट गर्न सकिन्छ भनेर मैले यो स्टार्ट गरेको छु। थाइल्यान्ड चाहिँ कति वर्ष बस्नु? मैले टोटल चाहिँ 7 वर्ष बसेको छ। तर यो फ्याक्ट्रीमा चाहिँ 3 वर्ष काम गरेँ। कन्ट्याक्ट गर्न चाहिँ मेरो यहाँ कन्ट्याक्ट नम्बर छ। हजुर मेरो सम्पर्क नम्बर 9845465066 मा कन्ट्याक्ट गर्दा हुन्छ। दर्शकबिन सम्पूर्ण मिडियामा स्वागत छ। आज हामी रैथाने हाट बजारमा छौँ र विशेष गरी रैथाने भन्ने बित्तिकै हामीले लोकल प्रोडक्टहरू लोकल चिजहरू देख्न पाउँछौँ र यो चाहिँ दरबार मार्गको ओरेन्ज क्याफेमा रहेको छ। आज चाहिँ विशेष गरी हामी आज चामलको चाउमिन ल्याउनु भएको रहेछ एकजना हाम्रा दाइले, उहाँसँग विशेष कुराकानी गर्नेछौँ र यो चामलको चाउमिन कसरी खाने, उहाँहरूले कसरी बनाउनुहुन्छ त्यो सम्पूर्ण विषयमा रहेर हामी कुराकानी गर्नेछौँ। दाइ नमस्कार। नमस्ते, मेरो नाम राजा नेपाने। हजुर मेरो फ्याक्ट्रीको नाम पारमी राइस नुडल हो। ओके, यो चामलको नुडल ल्याउनु भएको छ होइन? हजुर सर। यो कसरी बनाउने हो, यो चामलको चाउमिन किन खाने, प्रश्नसँग भनिदिनु पर्यो हजुरले। अब अहिले हाम्रो यो नेपाल इन्डियामा खाइराखेको चाहिँ मैदाको छ नि त। अब मैदाको भन्दा चामलको बेटर हुन्छ। अनि विशेषता के छ भने यसमा मिसावट केही छैन। चामल जस्तो आउँछ त्यसलाई पिठो बनाउने अनि यो फर्मुला हुन्छ। चामल 7वटाबाट बनेको छ मेरो यो राइस नुडल चाहिँ। चामल 7वटाबाट बनेको छ। फ्राई गर्न नि मिलो, थुक्पामा पनि खान मिलो, साँधेर पनि खान मिलो। यसमा सिर्फ चामलको पिठो र पानी मात्रै छ सर। ओके, अब मैदाको पिठो र यसमा चाहिँ के फरक छ सर? मैदाको पिठो किन नखाने, यो किन खाने? अब मैदा भने बित्तिकै अहिले त सबैले हटिसकेको छ। अब टाँसिन्छ नि त गएर गर्दा रोग हुन्छ। यो चाहिँ त्यस्तो हुँदैन। लोकल चामलले बनेको गर्दाखेरि अर्ग्यानिक पनि भयो एउटा होइन। गर्दाखेरि अब त्यो मैदा खाएर हुँदाखेरि चाहिँ भुँडी जुस हुने भयो। तर यो चाहिँ मेसिनबाट मोइस्चराइजर तानिदिएको कारणले त्यो भुँडी जुस हुने पनि हुँदैन। अनि अझै एउटा फाइदा के छ भने सुगर पेसेन्टले नि खान मिल्छ। ओके, सुगर प्रेसरले नि एकदमै खान मिल्छ। यो प्रेसरले त चामल खान हुन्न, चामलले खान मिल्दैन भन्छन्। तर के हुन्छ भने यो बढ्दैन होइन, बढ्छ। चामल भएको कारणले बढ्छ। जुन भात खाँदाखेरि 5 बढ्छ भने यो 1 बढ्ने गर्दाखेरि त्यसमा पनि हल्का फाइदा छ। ए ओके, हजुर सर। भनेपछि विशेष गरी यो खाना चाहिँ राम्रो मैदा भन्दा धेरै राम्रो हो सर। मैदा भन्दा धेरै राम्रो। अब यो कसरी बनाउने सर? कति मिनट पकाउनु पर्ने हो, कति मिनट उमाल्नु पर्ने हो, के छ यसको प्रोसेस? यसको चाहिँ यस्तो छ, यो फ्रेस मेड भएको कारणले जुन भात बाटिनेवाला जस्तो चाहिँ धेरै बेर बोइल गर्नु पर्दैन, भिजाउनु पर्दैन। 3 to 5 मिनट बोइल गर्यो भने यो रेडी हुन्छ सर। ए ओके, 3 देखि 5 मा रेडी भयो। बोइल भएपछि हजुरलाई अब जस्तो खान मन लाग्छ। अब फ्राईवाला खाँदा नि भयो, साँधेर खाँदा नि भयो, रसमा खाँदा नि भयो। थुक्पा राइस नुडल भन्छ नि, थुक्पा अहिले चाहिँ थुक्पा नुडल भन्छ यहाँ चाहिँ मैदावाला। यो चाहिँ मैले थुक्पा राइस नुडल भनेर मेन्सन गर्दैछु। ए ओके, यो नेपालमा पहिलोचोटि यो फ्रेसवाला चाहिँ पहिलोचोटि हो। ड्राईवाला चाहिँ अहिले बन्दै रहेछ, मैले पनि सुने हो। यो फ्रेस मेड चाहिँ पहिलोचोटि हो। ए पहिलोचोटि नेपालमा होइन? यो आइडिया चाहिँ कसरी आयो सर? तपाईँले कसरी चाहिँ आइडिया सोच्नुभयो यो चाहिँ नेपालमा पनि राइस नुडल्स ल्याउनुपर्छ भनेर कसरी सोच्नुभयो? कि पहिला विदेशतिर कतै देख्नु भएको थियो कि के थियो? हजुर, मैले यो थाइल्यान्डमा 3 वर्ष काम गरेको थिएँ ड्राईवालामा। हजुर, गर्दाखेरि मसँग अलिअलि अनुभव पनि भयो। त्यसलाई मैले हल्का चेन्ज गराएर अर्ग्यानिक फ्री भनौँ न, अब केमिकल फ्री भनौँ। यो चाहिँ साँधेर खाने, मैले फ्राई गर्नेवाला हाल्दैछु। किन हजुर फर्स्ट टाइम खाँदै हुनुहुन्छ भने चाहिँ मैले यो रिकमेन्ड गरिदिएँ। यो चाहिँ फ्राई गर्ने, यो साँधेर खाने। जुन अहिले रेस्टुरेन्टमा किमा नुडल भन्छ नि, साँधेर खाने हो। यो साँधेर खानलाई चाहिँ यो फ्राई गर्न मिलेन। यो फ्राई पनि मिलो, साँधेर नि मिलो, रसमा नि मिलो, सबै मिलो। फर्स्ट टाइम खाँदै हुनुहुन्छ त्यही भएर बस। ओके, थाइल्यान्डमा काम गरेर आउनुभयो, त्यसपछि नेपालमै चामल हुन्छ नि, चामल चल्नै छन्। नेपालमा किन नगरौँ भन्ने हिसाबले तपाईँले यहाँ गर्दै आउनु भएको छ? हजुर हो सर। किनभने यो मैले वहाँ एउटा सिकेको सिप भनौँ न त्यो आफ्नो देशमा परिवारसँग बसेर आफू ओनरबाट गर्न सकिन्छ भनेर मैले यो स्टार्ट गरेको छु। थाइल्यान्ड चाहिँ कति वर्ष बस्नु? मैले टोटल चाहिँ 7 वर्ष बसेको सर। तर यो फ्याक्ट्रीमा चाहिँ 3 वर्ष काम गरेको छु। ए ओके, 7 वर्ष थाइल्यान्ड बस्नुभयो, तर यो फ्याक्ट्रीमा चाहिँ 3 वर्ष बस्नुभयो। हजुर। कतिको
हुन्छ नि त्यहाँको टेक्नोलोजी तपाईँले नेपालमा भित्याएर गर्नुभयो कि यही मेसिन किनेर गर्नुभयो? मेसिन चाहिँ चाइनाबाट अर्डर गरेको त्यो वहाँ चाहिँ ड्राईवाला गरेको थिएँ के अरे, यहाँ चाहिँ फ्रेसवाला गरे हो। मेसिन चाहिँ चाइनाबाटै अर्डर गरे। ए अहिले चाहिँ फ्रेसवाला हो यो चाहिँ? यो फ्रेसवाला हो। अघि भनिहाल्नुभयो सुगर रोगीले पनि खान मिल्छ भनेर। हजुर। त्यस्तो के छ सुगर रोगीले पनि ठ्याक्कै खान मिल्ने, तपाईँले प्रष्ट बुझ्ने गरी भनिदिनु पर्यो हाम्रा दर्शकहरूलाई। यो चाहिँ विशेष के छ भने मोइस्चराइजर मेसिनले एकदमै तानेर एकदमै प्रेसरले पाकेको कारणले त्यो सुगर पेसेन्टले पनि खान मिल्छ भनेर भन्न खोज्यो। ए ओके, यो चाहिँ मजाले मोइस्चराइजर तानेको हुन्छ र पाकेको पनि हुन्छ। 75% पाकेरै आएको हुन्छ सर, त्यही भएर बोइल गर्न धेरै बेर पर्दैन भनेको कारणले त्यही हो। भनेपछि त हामीले मैदा खाएर विभिन्न रोग निम्त्याउनु भन्दा यो पो राम्रो रहेछ होइन? हजुर हजुर, एकदमै विशेष छ सर, मैदा भन्दा धेरै बेटर छ सर। तपाईँको कम्पनी चाहिँ कहाँ छ यो ठ्याक्कै? यो मेरो कम्पनी चाहिँ स्विचटारमा छ सर। स्विचटारमा छ होइन? स्विचटारमा। कसरी चाहिँ हजुरले भने अघि मैले सोधिसकेको थिएँ, कसरी सोच आयो यो चाहिँ बिक्री हुन्छ कि हुँदैन भने तपाईँलाई लागेको थियो कि थिएन? पहिलोचोटि काम गर्दै गर्दा के थियो? यो चाहिँ यस्तो छ सर, अब नेपालमा धेरै जनताहरूले चाहिँ अर्ग्यानिक आइटम खोजेछ नि त, अब केमिकल फ्री भएको कारणले 100% हुन्छ भनेर नै यो गरे आउँछ। 100% हुनैपर्छ। ए ओके, 100% हुन्छ नै भनेर ट्राई गर्नुभयो। के छ अहिले बजारमा कतिको रुचाउनु भएको छ नेपाली कस्टमरहरूले? के छ धेरैले यो भातबाटीको खाइराख्नुको मान्छेले चाहिँ उहाँहरूले चिनिसक्नुभएको छ यो आइटम होइन। अब सुरुवातमा खाने मान्छेले पनि अब बिस्तारै कस्टमरहरू फेरि आइराख्नु भएको छ, मार्केट पनि अलिअलि लिँदैछ सर यो। ओके, अब हजुरको प्रोडक्ट समातेर हामीलाई देखाइदिनु पर्यो। हजुर। यसको कति ग्राम हुन्छ, कति पर्छ मूल्य, यो कहाँ किन्न पाइन्छ प्रष्टसँग बुझ्ने गरी हजुरले दर्शकहरूलाई बताइदिनु। हजुर, मेरो यो प्याकेजिङ चाहिँ 700 ग्रामको हुन्छ ठुलो प्याकेजिङ चाहिँ। अनि यसको प्राइस चाहिँ कतिजनालाई पुग्छ यो एउटा प्याकेटले? कतिजना हुन्छ, कति पोर्सनलाई पुग्छ यो चाहिँ? अब तपाईँले साँधेर खानुभयो भने चाहिँ 7 जना जतिलाई हुन्छ एक प्याकेटले। 7 जनालाई हुन्छ? हजुर हजुर, 5 जनादेखि 7 जना भनौँ न। अब डिनर खायो भने 5 जना जतिलाई भयो, खाजा टाइममा खायो भने 7 जनासम्म हुन्छ सर। यो चाहिँ एमआरपी चाहिँ 340 राखेको छु, आज चाहिँ डिस्काउन्ट पनि छ। हजुर, त्यही भएर 320 मा दिइरहेको छु सर। ओके, यसमा कार्बोहाइड्रेट चाहिँ कतिको धेरै हुन्छ सर? यो त चामलबाट बन्ने भयो होइन? हजुर। कतिको धेरै छ यसमा? के छ त्यसको चाहिँ केही अध्ययन गर्नु भएको छ? अहिले चाहिँ यो अध्ययन चाहिँ अलिकति गरेको छैन सर। मोइस्चराइजर चाहिँ एकदमै तानेर निस्केको कारणले चाहिँ सुगर पेसेन्टले पनि खान मिल्यो भनेर मैले त्यो चाहिँ भन्न सक्छु होइन। त्यो कार्बोहाइड्रेटको चाहिँ मैले चेक गर्न पाएको छैन। ओके, त्यो चाहिँ गर्नु भएको छैन होइन? भनेपछि अब हाम्रो भिडियो हेरिसकेपछि तपाईँलाई कसरी कन्ट्याक्ट गर्ने? कन्ट्याक्ट गर्न चाहिँ मेरो यहाँ कन्ट्याक्ट नम्बर छ। हजुर, मेरो सम्पर्क नम्बर 9845465066 मा कन्ट्याक्ट गर्दा हुन्छ। डेलिभरी हुने सिस्टम छ कि छैन हजुरको? होम डेलिभरी त्यस्तो केही छ कि तपाईँकै कम्पनी आएर किन्न पर्ने हो कि आउटलेटमा गएर किन्न पर्ने हो कि के छ? अहिलेलाई चाहिँ भर्खरै स्टार्ट भएको कारणले अब डेलिभरी चाहिँ मैले गरिदिन्छु, तर पठाउमा पठाइदिन्छु। पठाउबाट चाहिँ पठाउको पेमेन्ट चाहिँ उतै उहाँले जसले अर्डर गर्नुहुन्छ उहाँले नै पे गर्ने सिस्टममा चाहिँ बनाइरहेको छु सर अहिले। ओके, समय दिनुभयो हजुरलाई धेरै धेरै सबैलाई धन्यवाद।